जमानामा हाम्रो बाजेहरूले यो निधार ठुलो भएको मान्छे भाग्यमानी हुन्छ भन्थे। भाग्यमानी जताततै दुःखै दुःख छ। जति दुःख गरे पनि पुग्दैन काठमाडौँ ठाउँमा। दिनभरि दुःख गर, बेलुका ट्याग तान्न पैसा हुन्न। महिनाभरि दुःख गर्यो, बिलाएर थुप्रिन्छ। यता तिर्ने उता तिर्ने यता तिर्ने, हातमा शून्य हुन्छ। यो भाग्यमानी निधार लिएर जन्मिनु पनि गल्ती नै रहेछ हौ। किन यति ठुलो निद्रा बनाइदिएको होला? सानो बनाइदिएको त दुःखै गरिन्थ्यो। यो बाबुबाजेले भने अनुसारले भाग्यमानी हुन्छ नि ठुलो निधार ठुलो भएको भनेर निधारै ठुलो भनेर हिँड्यो। जति दुःख गरे पनि सुखै पाउँदैन। जिन्दगी डामाडोल छ, खत्तम भयो।